आज चाहिँ हामी जाँदैछौँ जलविनायक मन्दिर जुन चाहिँ चौबारमा रहेको छ। यो चाहिँ बाहिरको दृश्य भयो भने भित्र चाहिँ हामीले दर्शन गर्न पाएनौँ, तर परबाट भए पनि हामीले अलिअलि फोटो भिडियो चाहिँ खिच्यौँ किन मध्य पूजाको टाइम भएको रहेछ। गुरुले पूजा गर्दै हुनुहुन्थ्यो अनि हामी त्यही नजिक यताउता पूजा गर्न यसो ढोग्न थाल्यौँ। अनि यो चाहिँ रहेको छ, यहाँ चाहिँ कसैको ढाड कम्मर दुख्यो भनेदेखि यसरी राख्यो भने निको हुन्छ भनेर अनि हामी सबैजनाले गऱ्यौँ। अनि बेबी चाहिँ घन्टी बजाउनुपर्छ भन्दै थियो, बाबाले हुँदैन बेबी यहाँ अहिले भन्दै हुनुहुन्थ्यो। अनि हामी एक राउन्ड घुमेर आउँदा चाहिँ यहाँ भिड पनि अलिअलि बढिसकेछ, अरू पनि दर्शन गर्नलाई आइसक्नु भएछ। हामी चाहिँ अब ल यहाँ अब भित्र दर्शन गर्न नपाएपछि जाउँ फर्क्यौँ भनेर बाहिर निस्किने क्रममा थियौँ। बेबीलाई चाहिँ जहाँ गए पनि ढोग्नुपर्ने, ढोग्न नपाएर उरिसाउँदै थियो। अनि ल त हामी अर्को ठाउँ लान्छौँ भनेर लग्यौँ। यहाँ कुदेर दौडेर जाँदै थियो। यो चाहिँ बाहिरपट्टि शिवको मन्दिर शिवलिङ्ग देखेर ऊ चाहिँ फुलसुल त्यहीँको भए पनि चढाइहाल्ने होइन, अनि ढोगिहाल्ने गर्दै थियो। अनि त्यसपछि यहाँ गणेशलाई देखेर ऊ चाहिँ त्यहाँ गएर त्यहाँको टिका लगाइदिँदै थियो कि हामीलाई टिपेर प्रसाद आफू पनि टिका लाउने अनि अरूलाई पनि टिका लगाइदिइहाल्ने हो कि मूर्तिहरूमा टिका देख्यो भने चाहिँ। अनि मैले जिउवा गरेको ऊ पनि जिउवा भन्छ। अनि हामी चाहिँ फर्क्यौँ त्यस पछाडि होइन, गेटमा बाहिर निस्क्यौँ। अनि बाहिर निस्केर बेबीलाई होइन झुकाउनु पर्यो भनेर बेबी हाम्रो भुमभुम चढौँ भनेको नाइ रे हाम्रो होइन अरे, अनि हाम्रो खोइ भनेको उफ पर रे के। अब बच्चा भए पनि कति दिमाग तेज के, त्यत्रो टाढाबाट गाडी चिन्ने छोडिदिउँ न त हाम्रो गाडी कुन हो चिन्छ चिन्दैन भनेको। पार्किङमा अरू पनि गाडी थियो पछाडिपट्टि भिडियोमा होइन, ऊ दौडेको दौडै गयो यो गाडी हो भन्दै हामीले चाहिँ यसरी मनायौँ।